पहिला पञ्चायत कालमा पढ्नु भन्ने मान्छेले देश सरकार राम्रै चलेको थियो। अहिले मोबाइल कम्प्युटर विश्वदेखि नेट संसार छ भन्छ। के संसार भएर के भयो त? अहिले देश तहस चोकनाचुर बनाइदियो। अब के होला त? यो देशै गयो भने केही होइन। अब संरक्षण गर्नु पर्यो, सब लाग्नु पर्यो भने मिडिया लाग्नु पर्यो, पुलिस प्रशासन लाग्नु पर्यो, जनता लाग्नु पर्यो, सबै लाग्नु पर्यो देश बनाउनलाई, देश जोगाउनलाई। पृथ्वीनारायणले अम्लो ठयाको भएर देश कब्जा गरेको 22औं राज्य 24औं राज्य। भनेपछि तपाईँको भनाइमा सुदुन गुरुङ फिर्ता आउनु पर्यो। यो त झुटो सारा यो पत्रकारैले गर्दाखेरि गद्दारीमा त फस्यो होइन भने सत्य यत्रो पत्रकार मिडियाले भन्छ हो कि होइन? युवक केटा हो, छातीमा गाउँ भएको मान्छे आएको रहेछ त्यो उसले गर्छु भनेर लागेको ठाउँलाई अवृत गराइदियो। किन? पैसामा बिक्नु। पैसाको रोटा र रन्डीले पनि बिक्यो, पैसा कमाउँथ्यो। रोटा सुत्यो अहिले रन्डी, अहिले दिउँसो यो रोटा सुत्यो भने रन्डीले पैसा कमाउँथे, तर ठाउँमा कमाउँथे। पैसा कमाउनु भनेर जथाभाइ बोलेर जथाभाइ लेखिदिनु भयो कि सही सधैँ पत्तादार देख्नु पर्यो।